हेलो एभ्रिवान, म चाहिँ विवेक गुरुङ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आफ्टर लङ टाइम मैले चाहिँ एचओ इन्टरटेनमेन्ट युट्युब च्यानलमा चाहिँ फेरि पनि भ्लग ल्याएँ। आजको चाहिँ भ्लग चाहिँ म घुम्जेमा गएर घुम्जेको सुन्दर दृश्य र हरियाली वनपाखाहरू देखाउन चाहन्छु। त्यसको लागि चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र भिडियो सकेपछि अन्तिममा कस्तो लाग्यो कस्तो भयो भनेर चाहिँ कमेन्टमा प्रक्रिया दिनुहोला। हजुरहरूले चाहिँ यहाँ हेर्न सक्नुहुनेछ पुलको छेउछाउमा भएको झारपातहरू उखाल्नको लागि एउटा बाजेले चाहिँ श्रमदान गरेको छ। यहाँ उहाँको लागि पनि एउटा राम्रो प्रक्रिया दिएर जानु होला कमेन्ट बक्समा। गरिदेऊ नजरैले इशारा, पोखिदेऊ के छ त नि बिचारा। म त पर्या छु तिम्रै भर, म त पर्या छु तिम्रै भर। लाली ओठैमा गरिदेऊ कान्छी मुटु। यो भिडियो चाहिँ मैले चाहिँ सुरुमा चाहिँ मिनी भ्लग बनाउने गर्छु भनेको, तर अहिले चाहिँ मेरो सोचमा चाहिँ लङ भिडियो बनाउने चाहिँ सोचेँ। त्यही भएर चाहिँ मैले सुरु गरेँ है त। सुरु चाहिँ आइकिने बाटो गरेको थिएँ, अहिले चाहिँ बोल्न सुरु गरेँ होइन। यहाँ पनि एउटा विश्राम गर्ने ठाउँ होइन। यहाँ पनि बस्ने ठाउँ र यहाँ पानी धार रहेको छ। पानी धार हामी चाहिँ घुम्जे पुलमा चाहिँ आइपुग्यो होइन। त्यहाँ चाहिँ बोर्डर दिएको छ। त्यो बोर्डरमा चाहिँ के लेखेको छ भन्दाखेरि यहाँबाट चाहिँ घिम्जे वाटरफल जाने, घिम्जे खोला जाने होइन। घिम्जे वाटरफल जाने ठाउँ। अनि यहाँबाट चाहिँ यो पुल बाटो हुँदै माथि हुँदै हुँदै जाँदाखेरि चाहिँ हामी एजमरोतिर चाहिँ पुगिन्छ। त्यहाँबाट चाहिँ एजमो जान्छ होइन। अनि यहाँबाट हिँड्यो भने चाहिँ 10 मिनटमा चाहिँ घिम्जे वाटरफलमा पुगिन्छ। र चाहिँ अब चाहिँ हामी पुल हुँदै जाने हो। यहाँ चाहिँ अरूहरू चाहिँ आइसकेको रहेछ। यहाँ तल चाहिँ घिम्जे खोला गाइस। मेरो मम्मीहरू चाहिँ आमाहरू चाहिँ जाँदैछ। उहाँ चाहिँ मेरो आमा टक्क पानी खाएर गइसक्यो। बाटोमा नै पानी आइरहेछ। मेरो मम्मी, मेरो आमा। अब चाहिँ हामी घुम्जे आइपुग्यो। अब चाहिँ 5 मिनटभित्र चाहिँ हामी हाम्रो खेतमा पुगिन्छ। यहाँ चाहिँ धर्मशाला, यहाँ चाहिँ खाजा पकाउने ठाउँ होइन। हामी चाहिँ यहाँ घुम्जे आइपुग्यो होइन।
हामी चाहिँ घुम्जीमा आइपुग्यो कथेवा चाहिँ हामी घुम्जीमा आइपुग्यो होइन यहाँ चाहिँ गाउँ भुजुङ भिलेज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ गोड्न वानी तल नि गोड्न सुरु गरेको छ के हो छानले लिया बा चाहिँ सुरुमा चाहिँ हामी घाँस काट्नको लागि जाने हो होइन त्यसपछि घाँस काटेर आएपछि चाहिँ हामी गोड्न सुरु गर्ने हो भैँसीको घाँस चाहिँ काट्न जाने पहिला सुरुमा चाहिँ अहिले घुम्जे फाँटमा छौँ घुम्जे फाँटको चाहिँ दृश्य हजुरहरूले हेर्न सक्नुहुनेछ आजको हाम्रो गन्तव्य चाहिँ यहाँ रहेको छ यहाँ चाहिँ 1 2 3 4 चाहिँ हाम्रो बाँकी भएको खेत हो अरू खेत चाहिँ हिजो अस्ति चाहिँ मेरो आमाले चाहिँ गोडिसक्नु भएको छ ल यहाँ हेर्न सक्नुहुनेछ घुम्जेको दृश्य अनि यहाँ चाहिँ एकदम सुन्दर दृश्य रहेको छ र पानी खानको लागि यहाँ धारा र हामी चाहिँ सुरुमा चाहिँ घाँस काट्नको लागि जाने 1K त हाम्रो कम्प्लिट भइसक्यो अब चाहिँ 2K कम्प्लिट गर्ने चाहिँ सोचेको छु त्यही भएर चाहिँ हजुरहरूले सब्स्क्राइब गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने र आफ्नो साथीभाइहरूलाई पनि सेयर गरेर सब्स्क्राइब गर्नको लागि भन्नु होला किनभने चाहिँ मलाई चाहिँ सब्स्क्राइबरको चाहिँ आवश्यकता परेको छ यस्तै इन्टरटेनमेन्ट र मनोरञ्जन वर्किङ ब्लग हेर्नको लागि चाहिँ आज इन्टरटेनमेन्टमा गएर हेर्न सक्नुहुनेछ मम्मी जाँदैछ आमा जाँदैछ ल हेर्न सक्नुहुन्छ गाइज हजुरहरूले घुम्जेको दृश्य सुन्दर हरियाली दृश्य यहाँ टक्क लाएर बसिरहेको छु अनि त्यहाँ चाहिँ मम्मीले त्यहाँ चाहिँ आमाले घाँस काट्दैछ चाहिँ मेरो आमाले चाहिँ त्यहाँ घाँस काट्दैछ ल अब चाहिँ घाँस लिनको लागि जाँदैछ उता हाम्रो घाँस काट्ने कार्यक्रम यहाँ चाहिँ घाँस कसरी बाँध्छ यहाँ हेर्नु होला मेरो आमाले चाहिँ यहाँ बाँध्न लागिरहेको छ
ल अब चाहिँ गोड्न चाहिँ सुरु गर्ने हो घाँस चाहिँ ल्याइसक्यो घाँस चाहिँ ऊ त्यो छ उता राखेको छ होइन अब चाहिँ यहाँ गोड्न सुरु गर्ने हो यहाँ चाहिँ त्यसै गाउँ म चाहिँ गोड्न सुरु गर्छु ल अब चाहिँ हाम्रो टी टाइम भएको छ होइन ल अब चाहिँ हाम्रो यहाँ घोड्ने पनि सकिसक्यो आमाको चाहिँ आमाले घोडेको चाहिँ अलि बाँकी छ आमाले चाहिँ 20को घोडेको थियो मैले चाहिँ काउलो घोडेको थिएँ त्यही भएर चाहिँ मेरो चाहिँ सकियो ल आजको चाहिँ हाम्रो काम चाहिँ सकियो अब चाहिँ घरतिर फर्किने हो गाउँतिर चाहिँ घाम लागेको छ यहाँ चाहिँ लागेको छैन अलिअलि पानी सिमसिम परिरहेको छ होइन के भन्छ मौसम चाहिँ सफै देखेको छ तर पनि के भन्छ अरे पानी परेछ हल्का सिमसिम पानी परेछ फाइनली हाम्रो आजको काम र घुम्जीको काम चाहिँ सकियो होइन अब चाहिँ घरतिर जाने हो सरी है मैले चाहिँ सरी सबैजनालाई मैले चाहिँ अघि कुनै चाहिँ मैले भिडियो रेकर्ड नै गरेको थिएँ त्यही भएर चाहिँ मैले भन्न पाएन होइन आजको काम चाहिँ सकियो अब चाहिँ घरतिर जाने हो होइन टक्क भएर टक्कै घाँसको भारी बोकेर जाने हो अब चाहिँ घुम्जे टु भिलेज घुम्जे टु भुजुङ भिलेज होइन हामी चाहिँ अघि बिहानको बाटो भएर जाने हो म चाहिँ अब चाहिँ घुम्जेलाई बाई बाई भन्दै टाइम आयो होइन यही हो लास्ट त्यसपछि म चाहिँ जाँदैछु है भाइ सारी टपको लाएर घुमेर चाहिँ मेरो झोला र थर्मस राख्ने झोला र अनि घाँसको भारी बोकेर जाँदैछु है गाई बजार यहाँ चाहिँ खुट्टाली गाई सब चाहिँ घरतिर यस्तै इन्टरटेनमेन्ट मिनी भ्लग हेर्नको लागि चाहिँ आच्यो इन्टरटेनमेन्ट टिकटक पेजमा जानु होला र फुल भिडियोको लागि चाहिँ घुम्जे फाँडको चाहिँ हल्का दृश्य हेर्न सक्नुहुनेछ त्यहाँ पछाडि रातो टिनले के भन्छ रातो टिनले चाहिँ बिछ्याएको चाहिँ त्यो चाहिँ पावर हाउस चाहिँ गाडी बाटोमा आइपुग्न लाग्यो चाहिँ अघि बिहान मैले देखाएको थियो
घुम्जे वाटरफल चाहिँ माथिबाट र भुजुङ हाइड्रो पावर चाहिँ तलबाट भुजुङ हाइड्रो पावर र पस्काउँ जाने बाटोलाई पनि बाटो जाने बाटो हो। तिनीहरूले छोडेर चाहिँ म अब यता पछाडि लाग्दैछु है त। घरतिर त्यहाँ चाहिँ एउटा बाजे रोकेको छ। म चाहिँ नन स्टप हिँडिरहेको छु। त्यसले भारी बोकेर अब चाहिँ उतापट्टिको धर्मशालामा चाहिँ म चाहिँ रेस्ट गर्नेछु एकछिन। त्यसपछि चाहिँ अलि त्योभन्दा अलि उताको विश्राम गर्ने ठाउँमा चाहिँ म त्यहाँ रेस्ट गर्छु एकछिन। त्यसपछि चाहिँ नन स्टप घर जान्छु। एकदम पसिना नि धेरै आएको छ। नन स्टप हिँडेर चाहिँ मेरो खुट्टा नै दुखिसकेको छ होइन। म चाहिँ यहाँ एकछिनको लागि चाहिँ म यहाँ रेस्ट गर्ने हो होइन। टक्क पानी सानी खाएर यहाँ चाहिँ भुजुङ गाविस वार्ड नम्बर 5 निवासी सुश्री गमेरे गुरुङ र श्रीमती नुरेनी गुरुङको छोरा बुहारी श्री केशमान गुरुङ र श्रीमती सुनिता गुरुङद्वारा निर्माण खानेपानी मिति 2062 7 महिना 8 गतेमा सुसम्पन्न भयो भनेको छ। यहाँ चाहिँ 2062 मा चाहिँ यो निर्माण भएको रहेछ। यो पानी धारा चाहिँ उहाँहरूले चाहिँ बनाइदिएको रहेछ। त्यहाँ चाहिँ बुझौँ अहिले चाहिँ अलि बादल लाग्यो, कुहिरो लाग्यो। पानी पर्ने सम्भावना छ अहिले चाहिँ। ल अब चाहिँ यस्तो टक्क लगाएर अब चाहिँ हामीहरू घर चाहिँ झोलालाई चाहिँ यहाँ माथि राख्नुपर्छ। टक्क राख्ने न चाहिँ अलिकति फाटेको रहेछ। चाहिँ यतिकै बस्नु पर्यो। चाहिँ बोक्नु पर्यो है गाइस। म चाहिँ लागेँ घरतिर फ्रेस चाहिँ भयो। अब चाहिँ नन स्टप घर जाने हो। पानी चाहिँ हल्का सिमसिम परिरहेको छ। अब जाने क्रममा चाहिँ त्यसरी पर्यो भने चाहिँ मैले चाहिँ भिडियो गर्न पाउँथेँ। त्यसको लागि चाहिँ म भिडियो गर्न पाएन भने चाहिँ म माफी चाहन्छु। यहाँ चाहिँ के को बोर्ड हो यो मलाई नि थाहा छैन। अब चाहिँ हामी तलबाट छोडेर चाहिँ हामी माथिबाट जाने हो। पानी पर्न चाहिँ अलि बेसरी पर्न सुरु भइसक्यो। म चाहिँ माथिबाट जाने हो होइन।
र हामी भिडियोको अन्तिमतिर नै आइसकेको छ। र हजुरहरूलाई फेरि जानकारी दिन चाहे यस्तै इन्टरटेनमेन्ट मनोरञ्जन र वातावरणको दृश्य हेर्नुको लागि चाहिँ मेरो आजु इन्टरटेनमेन्ट युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला है त। र आफ्नो साथीभाइहरूलाई पनि यही दृश्यहरू हेर्नको लागि चाहिँ सेयर गर्नु होला है त। चाहिँ ढक्क जाँदैछु है गाइस। र अब चाहिँ हामी गाउँको एकदमै नजिक नै छौँ। अहिले चाहिँ हामी पर्गो छो भन्ने ठाउँमा आइपुग्यो। एकदम थाकेको छ म चाहिँ। अघि एकचोटि रेस्ट गरेपछि नन स्टप हिँडेछु। यहाँ चाहिँ पहिरो गएको रहेछ। हेर्न सक्नुहुन्छ गाइस मेरो पसिना। र हामी चाहिँ पर्गो छोमा आइपुग्यो। यो चाहिँ पर्गो छो सिउँ पर्गो छो खोला। आइपुग्यो गाइस हामी चाहिँ। अब चाहिँ हामी पर्गो छोलाई छोड्न लागेको छ। यहाँ चाहिँ जिप पार्किङ पनि छ यहाँ। फाइनल चाहिँ हामी गाउँमा आइपुग्यो। एकदम चाहिँ जिप पार्किङ ठाउँ। फाइनल चाहिँ म गाउँमा आइपुगेँ। देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ झरना अनि त्यो ठुलो घर चाहिँ त्यो चाहिँ खोलासुथार 4 भुजुङ लमजुङको चाहिँ ठाटी भवन। अब चाहिँ म फाइनली चाहिँ म कोलदोङ पनि आइपुगिसकेँ र भैँसीको खोरमा। चाहिँ के गरेको रहेछ थाहा छैन। चाहिँ हल्का पुल है, छोटो पुल। यहाँ चाहिँ पानी बेसरी पानी पऱ्यो भने चाहिँ बाढी आउँछ। त्यही भएर त्यहाँ चाहिँ माथि पुल बनाएको छ। टक्क भएर सो फाइनली आजको भ्लग चाहिँ यहाँसम्म मात्रै। यस्तै इन्टरटेनमेन्ट मनोरञ्जन र रमाइलो प्रक्रियाहरू हेर्नको लागि चाहिँ मेरो आजु इन्टरटेनमेन्ट युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला है त। म चाहिँ यस्तै भिडियो मनोरञ्जन भिडियोहरू ल्याउँदै गर्छु। तपाईँहरूले चाहिँ हेर्दै गर्नु होला है। आजको लागि यति नै। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई।